गुड मर्निङ साथीहरु गुड मर्निङ गुड मर्निङ कस्तो पानी पर्न लागिरहेछ क्या पुरै नानी बाबु चाहिँ आएर पछाडि सेक्युरिटी गार्ड छ पछाडि अनि चाहिँ एकछिन यहाँ झार उयो गर्नु भनेर आएको के काकीहरूको पानी पर्न लाग्यो यसरी पानी पर्न लागेको छ त्यही भएर यहाँनिर टमाटरको बिउ चाहिँ बचाउनको लागि चाहिँ पुरै यो उयो गरेर आएको छ क्या छोपेर उयो गरेर आएको छ क्या अनि हामी चाहिँ यहाँ एकछिन झार उखाल्नु पर्यो काकीहरू सकिन लगाएर क्या झार उखाल्नु अनि त्यही भएर अनि हामी पनि जानु पर्यो एकछिन भनेर आएको अनि सक्यो पानी पर्न लागेको छ अनि त्यही भएर चाँडो सकाउनु पर्यो अरे भनेर कराइरहेको छ क्या अनि यहाँ चाहिँ हामी एकछिन आइरहेको छौँ मेरो नानी बाबु पछि 3-4 जना हुनुहुँदो रहेछ हामी पनि एकैछिन अब साथी गरौँ न भनेर के हिँडिरहेको छु यो मकै त के भएको त लाउन मकै होइन यो चाहिँ के को लागि भने मकै त हुँदैन यो लहरीको लागि मात्रै हो यो चाहिँ यो लहरी छ नि त यस्तो यो लहरीहरू हो अनि लहरी चाहिँ उयो हुन्छ क्या भोलिपर्सि दाल खानुलाई अनि त्यही भएर पुरै झारहरू गोडिरहनु भएको रहेछ मकै त हुँदैन बाख्रालाई घाँस हुन्छ होला सायद हेलो 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 शरण कस्तो लागिरहेछ तिमीलाई मैं काम गर्ने मान्छे ल्याएछु नि वा नाम आता है तू बिथारी हावा से उड़बला बगा हाँ टङ तार्सै छु बढी हातै हाम्रोमा चाहिँ यसरी टमाटर लाउँछ हेर्ने यो चाहिँ टमाटर लगाएको हो यतातिर पहिला चाहिँ यसरी टमाटर लाउँथेन अहिले चाहिँ यसरी टमाटर लाउनु हुँदो रहेछ काकीले भनिरहेको धानहरू देखाउनु भनिरहेको थियो हेलो हेलो एपी हालो गर यहाँ सबैजना झारो खाइराख्नु भएको छ अब धेरै छैन यति अलिकता रहेछ मकैबारी दरम भने जस्तै मकैबारी दरम मकैबारीमा छ हामी चाहिँ यहाँनिर किराले खान्छ मकै यो मकै त काम लाग्दैन होला नि ए काम लाग्छ रे यो पनि मकैबारी दरम मकैबारी दरम भन्दा नि हामी चाहिँ झार यो झार चाहिँ यसरी ओखाल्नुपर्छ यहाँ हेर्नु नानी भयो चाहिँ ओखालिरहेको छ यसरी सबै ओखाल्नुपर्छ हाम्रो चाहिँ कपडाहरू आधीभन्दा पनि धेरै कपडा चाहिँ बहिनीहरू आउँछ बहिनीहरूलाई छोडिराखेको छ क्या अनि कपडा चेन्ज गर्ने कपडा नभएर बिजोग भइरहेछ 13 गते आउनुहुन्छ होला सायद बहिनीहरू चाहिँ यहाँ छोरे रहेछ अब एकैछिन काम सकाएर हामी निस्किन्छौँ यहाँबाट मकैबारी दरम हुई हामी त यहाँ मकैबारी दरम होइन झारो ओखाल्न दरममा छ यहाँ पुरै यसरी झारो ओखाल्नुपर्छ हाम्रो ठाउँतिर चाहिँ यो झारो ओखाल्ने काम चाहिँ कहिले सक्दैन साथीहरू जहिले पनि यस्तै हो बर्खाभरि झारो ओखाल्ने गोड्ने दबाई छिट्ने अनि यो फेरि जाडो महिना लागेपछि चाहिँ तरकारी ओसार्ने काम हो जहिले फेरि टमाटर टिप्ने सिमी टिप्ने अनि के हो सबै टिप्ने कामै हुन्छ बर्खामा यसमा चाहिँ जाडो महिनामा चाहिँ अनि यो अहिले चाहिँ यो पानी पर्ने सिजनमा चाहिँ झार आको गर्छ नि त अनि यो गोडा जतिखेर झार निकाले यसको काम यति नै हो जहिले पनि झार ननिकाले कामै हुँदैन यहाँ चाहिँ ल अब चाहिँ म अलिकता बिजी भएँ काम जानु पर्यो भने गएको पानी परेर छैन हामी चाहिँ पुरै दौडी भागी आयो पुरै पानी परिरहेको छ यहाँनिर त्यसो झारहरू सबै भएको चाहिँ टमाटर रोप्नको लागि हो यो बारीहरू खाली राखे यस्तो छ हाम्रो घरतिर पुरै पानी परिरहेछ एकजनालाई फुर्सद छैन पानीमा पनि भिजी काम गर्दैछ यो चाहिँ घाँसको रुख हो कस्तो लागिरहेछ भन्नुहोस् त बिचरा काम गर्न नपाएर हो कि काम गर्नुपर्छ भने गल्छीले हो पुरै चुप लाएर बसिरहेको त नेप्टी कसो लागिरहेछ तँलाई हम नहीं बोलूंगी रमाइलो लागिरहेछ पानी पर्दा काम गर्नु पनि पर्दैन सुतेर खानु पाउँछ नि यसरी बसिरहेछ सबैजना घरमा आएर पानी परिहाल्यो पो कामसाम गर्नु पाएन पानी चाहिँ परेको छ अरे अनि त्यही भएर टमाटरहरू पनि रोप्नु पाएको छैन किनभने टमाटरको चाहिँ रोप्ने उयो भइसक्यो
टाइम भइसक्यो कि अहिले चाहिँ प्रायः जस्तो मान्छेहरू अगाडि रोप्नेहरूको चाहिँ पुरै उयो भइसक्यो। हाम्रो चाहिँ यहाँ अस्ति पानी परेदेखि खेतहरू जोत्नु नपाएर बारी यत्तिकै छ अरे कि र एकजना मोबाइल चलाउँदैछ। पार्टी खोइ पार्टी कोनसा पार्टी भे भनेर पार्टी चाहियो अरे खोइ के पार्टी काटेर पार्टी गर्नु छैन। मेरो चाहिँ 1K सब्सक्राइब भएछ अनि पुरै पार्टी चाहियो अरे भनिरहेको छ। मान्छे खुसी खुसी भएर पार्टी गर्दो रहेछ हामी पनि जोइन गर्नुपर्छ। पार्टी चाहियो अरे भनिरहेको छ। पार्टी त खै अब त्यो के युट्युब लाइभमा त्यो स्टिकर पठाउँछ नि खसी त्यो चाहिँ काट्नुपर्छ है साथीहरू। अब लाइभमा सेट भनेर फोकाएर अनि दिनुपर्छ सबैजना। पार्टी चाहियो पार्टी चाहियो भन्ने हुन्छ। पानी चाहिँ रुक्छ होला सायद, रुक्यो भने चाहिँ हामी एकछिन काम गर्दैछ। नभए त अलिकता छ क्या, धेरै पनि छैन। बसिरहेको छ हामी पानी परेर आइरहनु भएर। खाजाको व्यवस्था हुँदैछ। चाउचाउ बनाइराख्नु भएको छ। अब चाउचाउलाई चिउरा खाएर अनि यहाँ जुस पनि रेडी हुँदैछ है त। जुस चाहिँ पुरै छ्याङ जुस हो। गाजा जग्गा कि चिउरा हालिदिउँ भनिराख्नु भएको छ। अलिकता चिउरा। अब हामी चाहिँ खाजासाजा खाएर बारीमा फेरि पानी रुकिसक्यो। नमस्ते 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 लासो 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 सबैजनालाई ह्याप्पी दसैँ। मेरो काको छोरी काको छोरा काकी ल ल ह्याप्पी दसैँ भन। ह्याप्पी दसैँ नाचेर मेरो लाइटले गरेर नि छुक्क बिग्रिहाल्यो नि। लु थमेलमा टाउको राखिदियो। ल अब हामी चाहिँ खाजा खान्छु। चिउरा चाउचाउ खाजा चाहिँ हामीले बिहान पनि खाएको हो भुटेको बाद। अब यो पनि खाएर जानु पर्यो। हामी चाहिँ टन्न खाजा खाएर अब फेरि खेतमा गएको बारीमा चाहिँ गइरहेको छ। किनभने अघि नै पानी परेर बसेको कि अनि खाजासाजा खाएँ। एकछिन लाइटमा पनि बसेँ म चाहिँ। अनि घाम चाहिँ अलिअलि लाग्छ जस्तो भएको छ। अनि फेरि खेतमा गइरहेको छु। हामी चाहिँ थोरै छ क्या, धेरै छैन। आधी घन्टा जति लाग्छ होला सुई काम गऱ्यो भने। त्यही फेरि खेततिर छ हामी त। खाजा खाएर निस्किरहेको छु बारीमै। फेरि एकछिन सकाएर अनि आराम गर्नुपर्छ। खानासाना खाने यताउता गर्ने दिउँसो त्यही त हो नि। म चाहिँ पछि आइपुग्यो। दुईजना मेरो नानी बाबा अनि त्यसपछि बडे आमा बडे बाउ अनि भाइ। नानी बाबा चाहिँ अगाडि आउनुभएछ काकी र म चाहिँ पछि। अब चाहिँ हामी एकछिन काम सकाएर अनि घर फर्किन्छौँ। यो सबै टमाटर रोप्नको लागि खाली राखिरहेको छ बारीहरू चाहिँ। यहाँ चाहिँ अगाडि रोपिसकेको रहेछ। अब चाहिँ हेर्नु न पानी परे शीत हुन्छ नि त, अलि झ्याउ हुन्छ कि अलि लुगाहरू भिज्छ, अलि सिक लाग्छ क्या। यो चाहिँ हेर्नु न मकै हेर्नु न यस्तो भइरहेको किराले खाएर यस्तो छ बिजोग छ हो साथीहरू। ल अब चाहिँ हामी यसरी काम गर्दै हुनुहुन्छ सबैजना। यसरी अखाल्नुपर्छ झार चाहिँ। मकै जब मकै फल्छ त्यहाँदेखि आउँछ सुगा चाहिँ अनि सबै मकै ढुक्कै भयो। मेरो भाइ कुरा गरिरहेछ। ल अब चाहिँ झार उखाल्छु म। फाइनली सकेँ साथीहरू झार उखालेर। अब चाहिँ हामी निस्किन्छु घरको लागि। अब घरतिर जाँदैछ सबैजना, घरतिर लागिरहेको छ कि काम सकेर। 1 हप्ता लाग्यो अरे यो झार उखाल्नु भन्दै हुनुहुन्छ कि काकीले चाहिँ। काकी र भाइले 1 हप्ता जति लाग्यो अरे, बल्ल आज सक्यो भन्दै हुनुहुन्छ क्या। अनि योहरू चाहिँ पुरै यो झारहरू चाहिँ पुरै दबाई यस्तो यहाँ हेर्नु, यो चाहिँ पुरै झार मर्ने दबाई हालेको। अनि यो सबै झारहरू मर्छ क्या। यो आली छेउमा जुन यो झारहरू छ नि धेरै त्यो चाहिँ झार मर्ने दबाई ल्याएर हालेपछि मर्छ क्या। अनि त्यही भएर यो छेउछेउमा चाहिँ झारहरू त्यति नउखाल्नु भएको अरे भनिदिइराख्नु भएको छ क्या काकीले चाहिँ। मेरो नानी बाबा र भाइ चाहिँ जाँदै हुनुहुन्छ। पहिला चाहिँ दसैँ आउँदाखेरि यो दसैँ हाम्रो तामाङ भाषामा चाहिँ मेनाङ के भन्छ, मेनाङ भन्छ होइन। दसैँलाई चाहिँ मेनाङ हाजी भन्छ होइन। तामाङ भाषामा चाहिँ हाम्रो अब मेनाङ हाजी मेनाङ। अनि किरा दसैँ किरा भन्ने पनि एउटा त्यो आउँथ्यो क्या। तपाईँहरूतिर आउँछ कि आउँदैन त्यस्तो किरा आउँथ्यो कि। किरा भन्दा नि
त्यो ठ्याक्कै पुतली जस्तै हुने किरा आउँथ्यो कि त्यस्तो आउँथ्यो फुर आउँथ्यो पहिला पहिला दसैँ आउने बेलामा। दसैँ आउनुभन्दा पनि 10-15 दिन 1 महिना अगाडिदेखि फुर उडेर हिँड्थ्यो कि। अहिले चाहिँ त्यस्तो किरा पनि नआउने के हो दसैँ आएको जस्तो पनि नलाग्ने। किन यस्तो भइरहेछ हौ साथीहरू, तपाईँहरूतिर कस्तो भइरहेछ दसैँ? अब दसैँ आएको जस्तो पनि लागेको छैन। सानोमा चाहिँ हुनु चाहिँ अब सानोमै हो, दसैँ जे भने रमाइलो हुने होइन। ठुलो भएपछि त आफ्नै के गर्नु, सबैको आफ्नो आफ्नो पीडा छ होइन। बच्चामा हो दसैँ आउने जे आउने पनि है ल। अनि मलाई चाहिँ दिदीले बोलाइराख्नु भएको छ घर आउँ भनेर। अब चाहिँ घर पनि जान्छु। दसैँ आएको जस्तो पनि लागेको छैन साथीहरू। ल आजको लागि चाहिँ भिडियो यति नै।